Hello everyone, it's me Suhana Shrestha. अनि आज चाहिँ मैले छोटो भ्लग गराउँदैछु। आज चाहिँ हामी हाम्रो अजी हुनुहुन्छ। अजी हेलो भन्नुस्। हेलो। आज हामी अजी अझ उता हुनुहुन्छ। हामी सबै भएर अब आज गरजुरा रेसुङ्गा घुम्न जाँदैछौँ। अनि हाम्रो यता हुनुहुन्छ मम्मी भाउजू हैन। हेलो हेलो। हाम्रो प्यारी अजी हुनुहुन्छ यहाँ। हेलो हेलो। हाम्रो अजा हेलो भन्नुस्। हेलो बाइ। हाम्रो अजा धेरै बोल्नुहुन्न। यहाँ हाम्रो कालु पनि छ। कालु हेलो। हामी घरबाट हिँडिसकेको छौँ। हाम्रो बाबाले गाडी चलाउनु भएको छ। यता अजा, यहाँ म, यता भाउजू, यता मम्मी, यता अजी भएर अब हाम्रो यात्रा सुरु भएको छ। कस्तो लागिरहेको छ मम्मी? धेरै पछि मम्मी बाबासित यसरी घुम्न जान पाउँदा कस्तो लागेछ? रमाइलो लागेछ। आज धेरै महिनापछि छोरीसँग नि हिँड्न पाइएछ। शनिबार रेस्ट बस्छिन् खाली। तपाईँलाई कस्तो लागिरहेछ? यता फेरि हाम्रो लजालु हुनुहुन्छ, एकदम लजालु। अब म चाहिँ हाम्रो डेस्टिनेसनमा पुगेपछि देखाउँछु ल। यो चाहिँ हाम्रो तमनासको बजार ल। हामी हाम्रो डेस्टिनेसनमा आइसकेका छौँ। हाम्रो बाबालाई बल्ल बाबाको दर्शन पाइयो। हेलो बाबा। हाय, म चस्मा लगाउँछु न। कस्तो लागिरहेछ तपाईँलाई? म झ्याम्म लागिरहेछ। यस्तै हो। यीमा आइयो हामी पोखरी। मम्मी भाउजू अजा अजी लाउनुहोस् है। अब चाहिँ हाम्रो यात्रा माथि मन्दिर जाने पोखरी गएर मम्मी बाबा पछाडि आउँदै हुनुहुन्छ। यहाँ भाउजू हुनुहुन्छ। अब यताको बाटो हिँड्ने, यो सिडी चढ्ने हो। जता पनि यो सिडी सलक्क भाउजूले जता पनि मै देख्ने भन्नुहुन्छ। अब यो सिडी रेसुङ्गा यज्ञशाला प्रवेशद्वार। ऐँसिलु यहाँ छैन, बाटोभरि यस्तो ऐँसिलु छ। अलि फर्किँदाखेरि खाने हो। अब यहाँदेखिबाट हाम्रो यात्रा सुरु हुन्छ। सिडीको कति सिडी छ अरे? 900 कति छ? खै 900 कति छ अरे, उहाँ माथि गएपछि थाहा हुन्छ। आउँदै हुनुहुन्छ मम्मी। आगोले खाए वन ध्वस्त कर ढौको धन। त्यही भएर सबैले वनलाई के गर्नुपर्छ भनिदिनुहोस् त। संरक्षण गर्नुपर्छ। कस्तो लागिरहेछ अझ? राम्रो लागिरहेछ कि नै? छोरी ज्वाइँ नातिनीसित हिँड्न पाउँदा कस्तो लागिरहेछ? एकदम खुसी लाग्छ। अजिला राम्रो लाग्छ। राम्रो लाग्छ? रमाइलो। हिँड्न सक्नुहुन्छ कि सक्नुहुन्न? सक्छु, रमाइलो भएछ। देख्नु भएन अझै? ल यता बाबा त कालो चस्मा लगाएर हिरो बोकेर फेरि यस्तो भएपछि नि। यता हाम्रो मम्मी हिरोइन। मम्मी अझ अनि अरू अङ्कलहरू गइसक्नु भयो। बाबा पनि हिँड्नुभयो। हामी यहाँ थकेर आएर अझै थकेर आयो। हिँड्न सकिन्न क्या? सक्छु। हाम्रो अजीले नि हँसाउनुहुन्छ। अब जाँदै गरौँ र हिँड्दै हिँड्दै मेरो टाउकोमा पनि चस्मा आइसकेको छ, कालो चस्मा। भाउजूले ल्याएर अरे। यो काफलको बुटो हो। अहिले काफल खाने सिजन हो, तर काफल चाहिँ फल छैन किन? काफल त फल्न पर्ने हो। सखस हुन्छ साथी, सिडी चढ्न सकिन्न। के गर्नु, हिँड्नै पर्यो। मन्दिर जाने भनेपछि केही छैन न। लारी गुराँस देख्छु न, काफल देख्छु। आउने बेला बरु बाटोभरि ऐँसिलो देखेँ, अनि जाने बेला चाहिँ ऐँसिलो देखाउँछ है। जङ्गलको बाटो, जङ्गल हो यो। 400 सिडी कटिसकेपछि हाम्रो बसाइ पसिनै पसिना भइसकेको छ। यहाँ तल बस्नु छ दौ भएर यस्तरी। बाबा उहाँ
बाबाको पेट पनि घट्ने भयो बाबा हजुर किन रुनी यत्रो सिडी चढेर अझै बाँकी छ बल्ल 400 सिडी चढ्यो आधी आयो हिँड्यो फेरि कति साह्रो उकालो छ ओहो यत्तिका सिडी चढ्ने हो अझै गाह्रो छ सकिन्न कि क्या आधी आइयो रे आधी पसिना पसिना भयो फाइनल्ली मन्दिर आए मन्दिर सास फेर्न पनि सकोस् ल है अझै पनि आउनु त यता अहिले चाहिँ यहाँ बनाउँदै हुनुहुँदैछ त्यही भएर अझै अझै सकोस् ल बनाउँदै हुनुहुँदैछ अहिले यस्तो छ यस्तो छ मन्दिर ऋषिङ्गाको यज्ञशाला गर्मी भयो फाइनल्ली मन्दिर पनि आइयो म चाहिँ यहाँ चौपारीमा बसेको छु मम्मी बाबा सबै उता पूजा गर्न यज्ञशालामा जानुभएको छ अब चाहिँ हाम्रो यहाँबाट सक्यो फोटो सबै टिकटक सिकटक सबै बनाएर सक्यो खै मम्मी मम्मी ओ मम्मी यता अन्त मम्मी के समात्नु छ हातमा मैले अजिलाई यो मन्दिरको प्रसादी खुदे पानी मम्मीले हिँड्नु भएको छ अब चाहिँ हामी यहाँबाट फर्कियौँ अझ अझै चाहिँ पहिले शीतलमा गएर बसिसक्नु भयो अब चाहिँ हामी अजिलाई हो है खुवाउन पर्यो नि त हामी खाइसकेको अजिलाई लैदिएर आयो ठिक छ रेसुङ्गा पनि आइयो आजीसँग रमाइलो भयो अब यहाँबाट हामी फर्किन्छौँ अब चाहिँ हामी मन्दिरबाट दर्शन गरेर झर्यौँ आज चाहिँ हामी हजुर त्यही हो नातिनीको रहरमा अझै सबैले रेसुङ्गा नि घुम्न आइयो दर्शन गरेर मन शान्ति भयो अझ अझै खुसी हुनुहुन्छ खुसी नातिनीको नातिनीले घुमाएर ल्याएको ल ठिक छ तँ यहाँ भर्खर रमाइलो के भयो मैले तँ क्लिप गरेर नै छोडेँ कि बाबालाई एकजना यहाँ दिदीले नमस्कार गर्न आएको मम्मीले डाल लगाइसक्यो यहाँ डाल लगाइसक्यो कोही कोहीले नमस्कार पनि पाइसक्यो अरे यस्तो गाह्रो छ नि गाह्रो छ किन त्यस्तो हो मम्मी मेरो मम्मी यही हुनुहुन्छ तेरि आमा ना के भन्न चाहनुहुन्छ अझै त्यसको लागि तपाईँले जहाँले त्यसो भन्नुहुन्छ कि मैले सुनिरहेको छु के खबर सुन्नी बस्ने त भइयो अरू के नै गर्न सकियो र 700 सिरिज यहाँदेखि तल है यो 700 सिडी चाहिँ यो यता माथि चाहिँ हामी झर्दै हो अहिलेसम्म कति 900 समथिङ कति हो त्यो चाहिँ हेरेनौँ अझैसँग घुम्दै आउँदैछ एकदम रमाइलो भयो आज शनिबार छुट्टीको दिन र अझ उहाँ पुगिसक्नु भएको छैन अझै त्यहाँ पनि आइ गर्दै हिँड्नु भएको छ यहाँ चाहिँ मैले अझै एउटा खबर मैले सुन्दैछु के खबर भयो मम्मी भन्नुहुन्थ्यो खै के होला भन्नुहोस् त मेरो बुवा र मम्मीको लप पर्दाखेरि तल पोखरीसम्म आउनु भयो थियो अरे कि पारेर त अझैको डेटिङ स्पोट त पोखरी हो अनि बल्ल आउनु भयो अरे कि कस्तो उठेरको याद आइरह्यो होला नि झलझली पोखरीसम्म कतिको सम्झिनु भयो केलाई नसम्झनु त कसरी आउनु भएको हिँड्दै आउनु भएको यस्ता बाटा कहाँ थियो र त्यताबाट झाडै वन निक्ल्यो नि भनेपछि पहिलाको भागेर आउनु आएको कि सल्लाहले आउनु भागेर कि सल्लाहले ए त्यस्तरी मिलाएर हो हाम्रो अझाजीको लभ स्टोरी पनि खतरा साथीहरू के भन्छन् रे बिहाभन्दा अगाडि मन्दिर जान हुन्न छुट्छ भन्थे खै हाम्रो अझाजी त आइसक्नु भएको रहेछ त अहिलेसम्म पनि
अझ आजी सँगै हुनुहुन्छ त्यो भनाइ मात्र हो एकअर्कामा विश्वास हुनुपर्छ ल अब यहाँ टिकटकको तयारी नजिक नजिकै यता अब यहाँ टिकटक यता फोटोग्राफर चिया छानेको अब बोलिले कति हजुर हामी चाहिँ हेरेको हेरे होइन बाबा हामी चाहिँ हेरेको हेरै यत्रो सिडी त ओहो ल अब हाम्रो मन्दिरको यात्रा पनि सकियो अब चाहिँ हामी गर्जुरा जाने भनेको पानी यो धमालधुमु बादल चाहिँ खतरा छ टिकट काट्नु पर्यो पैसा हेर्नुहुन्छ हजुरले अब त टिकट काट्नु अब कहाँ जाने अझै भन्नुहोस् अब झडा न ऐसलु खाने हो कि गर्जुरा होला नि दर्जुला गर्जुरा होइन गर्जुरा गर्जुरा अब फेरि गाडी चढेर गर्जुराको यात्रा हाम्रो गाडी ऐसेलु मोहन न दाइलाहरू यस्तो माया भएपछि नि ऐसेलु यस्तरी टिपेर अब अजाला होला नि तिमी खै अजाला दिएको अजा गाडीमा हुनुहुन्छ मेरो त अजालाई दिनु भनेको त ए अझै सुस्त गाडीमा चढेर ऐसेलु टिपेको यस्तो बसिने गाडीमा चढी ऐसेलु अब हाम्रो यात्रा सकियो अब हामी घर हिँडेको बुवालाई एउटा फुरुटी खानु यहाँसम्म यात्रा हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद बाई बाई